गुड मर्निङ सबैजना साथीहरूलाई। आज म चाहिँ बिहान यहाँ कोपीमा पानी लगाउँदैछु। कोपी पनि सबै खराइले खाइदिन्छ। हेर्नु ल, हेर्नुहोस् यी खराइले। यो छेउमा मात्रै राम्रो छ कि यतापट्टि चाहिँ हेर्नुहोस् यी सबै ठुट्टै पारेको छ। कहाँबाट आउँछ यो खरायो। यो तलतिर पनि सबै खाइदिएर हेर्नुहोस् है। यस्तो छ बसेर खेतीपाती गर्नु पनि। हजुरहरूकोतिर त छैन होला खरायो दुम्सी भन्ने त है। हाम्रो यो मङमायामा चाहिँ के साह्रो फैली हौ। खरायो दुम्सी बनेल मजुर हो। एकपल्ट पसेको त स्वा यो माथिल्लोपट्टि पनि खाइदिएको छ। उता ड्याममै छ चाहिँ डाक्ला मात्रै छ। सबै पत्ताहरू खाइदिएर हरेस लाग्दो बनाइदिएको छ। यत्रो बारेर पनि हेर्नुहोस् यहाँ उँधोपट्टि डल्लै बारेको छ। यतापट्टि साइडमा नि बारेको छ हो। कहाँबाट चाहिँ आउँछ हौ। हरेस लागिसक्यो। अब बारी सब्जी खेती नगरौँ भने पनि मान्छेले गीत गाउँछ, अल्छे भन्छ है। अन्त सब्जी खेती गरौँ, अन्न बाली लगाउँ भने पनि यसरी जङ्गलबाट आएर यसरी बिगार गरिन्छ। के गर्नु अब। राति रुङ्नु पनि सकिँदैन, जाडो। एक त फेरि चितुवाको रगरगी डरसरी हुन्छ नि। के गर्नु सम्झिँदा पनि हरेस लागेर आउँछ। सबै निमटान्नै पारेको छ। कति दुःख गरेर लगाएको। ब्रोकौली, अर्को सेतो कौली है। जोताको खर्च, मलको खर्च, आफू खटेको कताको। अब यसरी डेली पानी हाल्नुपर्छ। पानी हालेन भने मरिहाल्छ। यस्तै छ जिन्दगी साथीभाइ। नगरौँ भने पनि नहुने, गरौँ भने पनि यस्तो हुन्छ। ल त साथीहरू, धन्यवाद। आजलाई यति नै।